पक्कै कृष्णजी। तपाईको नाम र जन्मस्थानको आधारमा तपाईको संक्षिप्त व्यक्तिगत जानकारी यसरी तयार गर्न सकिन्छ। व्यक्तिगत विवरण: नाम कृष्ण, जन्मस्थान बुल्के, भोजपुर जिल्ला, नेपाल। परिचय: कृष्ण भोजपुर जिल्लाको बुल्के भन्ने सुन्दर र सांस्कृतिक रूपले समृद्ध गाउँमा जन्मिएका हुन्। बाल्यकालबाटै ग्रामीण परिवेशमा हुर्कदै आएका उहाँले त्यहीको मौलिक संस्कार, परम्परा र प्राकृतिक सौन्दर्यमा गहिरो लगाव राख्नुहुन्छ। भोजपुर नेपालका पहाडी क्षेत्रहरूमध्ये एक ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला हो, जसले कृष्णजीको जीवनशैली, सोच र मूल्यलाई गहिरो प्रभाव पारेको छ। उहाँ बुल्केको शान्त वातावरण र सामुदायिक सद्भावमा हुर्किएर शिक्षादेखि व्यावसायिक यात्रासम्मको जीवनलाई आत्मनिर्भर, सरल र अनुशासित रूपमा अघि बढाउँदै हुनुहुन्छ। यदि तपाईँ शिक्षा, व्यवसाय, रुचिहरू, परिवार, सामाजिक योगदान वा भविष्यका लक्ष्य जस्ता थप जानकारी पनि दिनुहुन्छ भने म तपाईको विस्तृत जीवनी बायो बनाइदिन्छु। चाहनुहुन्छ? यहाँ एउटा गरिब व्यक्तिको जीवनको कथालाई आधारित गरी सरल भाषामा लेखिएको जीवन कथा प्रस्तुत गरिएको छ, जुन दुःख, सङ्घर्ष, मेहनत र आशाको भावले भरिएको छ। एउटा गरिब व्यक्तिको जीवन कथा। उसको नाम थियो रामु। ऊ सानो गाउँको झुपडीमा जन्मिएको थियो, जहाँ बिहान बिहानै चराहरू गुडबाट चिच्याइरहेका हुन्थे र आमा हातमा डोको लिएर घाँस काट्न जाँदै थिइन्। गरिबी उनको जीवनको अभिन्न हिस्सा बनिसकेको थियो। बिहानको खाना खाएपछि बेलुकाको जोहो कसरी गर्ने भन्ने चिन्ता सधैँ उनको परिवारको मनमा हुन्थ्यो। बाल्यकालमा रामुले स्कुल जाने धेरै चाहना राख्यो, तर उसले हातमा कलमभन्दा पहिला कुदाल समात्यो, किनकि घरको पेट पाल्न उसले स्कुलभन्दा पहिले खेतको काम गर्नुपर्ने थियो। जब ऊ साथीसँग खेल्न चाहन्थ्यो, उसले भारी बोकेर बजार जानुपर्थ्यो। बिहान उज्यालो हुँदा ऊ मजदुरीका लागि काम खोज्थ्यो। साँझ घर फर्किँदा हात रगडिएको, गोडा थाकेको र पेट भोकै हुन्थ्यो। बाबु आमाको मायामा हुर्किएको भए पनि गरिबीले उनलाई धेरै कुरा छिट्टै बुझ्न बाध्य बनायो, जसमा एक थरी मान्छे जीवनलाई खेलौना सम्झन्छन् अनि अर्का थरी जीवनकै लागि सङ्घर्ष गर्छन्। तर रामुमा एउटा कुरा थियो, आशा। ऊ सधैँ भन्थ्यो, आज छैन तर भोलि पक्कै हुनेछ। यही आशाले ऊ सधैँ उठ्थ्यो, काम गर्थ्यो र आफूभन्दा साना भाइ बहिनीलाई मुस्कान दिने कोसिस गर्थ्यो। उहाँको जिन्दगी सधैँ सजिलो थिएन, तर उहाँका आँखा कहिले उज्यालो सपना देख्न छोड्दैनथे। त्यही सपना थियो, एक दिन घरमा भात पकाउने डुवा लगातार उठोस्, आमाले माटोको घर होइन सिमेन्टको घरमा सुतुन् र छोराछोरीले किताब पढुन्। आज रामुको जीवन अझै सोचे जस्तो छैन, तर ऊ लडिरहेको छ गरिबीसँग, समाजसँग, भाग्यसँग। उसले ठूलो पद पाएको छैन, तर ठूलो मन पाएको छ। निष्कर्ष: गरिबी कुनै लाज होइन, यो त परिस्थितिको परिणाम हो। तर जसले गरिबीमा पनि इमानदार जीवन बिताउँछ, मेहनत गर्छ र आशा राख्छ, उही साँच्चीकै महान हुन्छ। रामु जस्ता धेरै मान्छेहरू हाम्रो समाजमा छन्, जो चम्किने अवसर नपाएर पनि आफै उज्यालो बन्ने कोसिस गर्दैछन्। यदि तपाईँ चाहनुहुन्छ भने म यो कथालाई कविता, लघुकथा वा नाटकको रूपमा पनि रूपान्तरण गर्न सक्छु। उसले कहिले स्कुल पूरा गर्न सकेन। उसको गर्टियन भोकै सुत्थ्यो, तर आज ऊ 1 करोडपति छ। यो उसको यात्रा हो, आँसु, सङ्घर्ष र जितको कथा। यो छ अरुणको कथा, जसले शून्यबाट सुरु गरेर इतिहास बनायो। अरुणको जन्म भारतको एक सानो गाउँमा भयो। पिता रिक्सा चालक, आमाले अरूको घरमा भाडा माझ्थिन्। स्कुल जान मन लाग्थ्यो, तर घरमा खाना थिएन। 7 वर्षको हुँदा उसले पढाइ छाड्नु पर्यो। फुटपाथमा सुत्थ्यो, कहिलेकाहीँ रेल स्टेसनमा। कहिले पेट भरियो, कहिले भोकै सुत्यो। फुटपाथ, स्टेसन, सानो बालकको भौडु राख्न सकिन्छ। 10 वर्षको हुँदा अरुणले चिया बेच्न सुरु गर्यो। दिनभर चाय 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 भन्दै दौडिन्थ्यो। तर एक दिन चिया बेच्दा एकजना ग्राहकले सोधे, तिमी किन स्कुल जान्नौ? त्यो दिन उसलाई लाग्यो केही गर्नै पर्छ। चिया बेच्दै उसले फुर्सदमा किताब पढ्न थाल्यो। डोकोमा किताब, झोलामा सपना बोकेको अरुण। एक दिन उसले ओन्ठन्ठेमा एउटा भिडियो देख्यो, सफलता उनीहरूलाई मिल्छ जो कहिले हार मान्दैनन्। त्यसपछि अरुणले ओन्ठन्ठेमा सिक्न थाल्यो, डिजिटल मार्केटिङ, डिजाइन, कोडिङ। उसको जीवन परिवर्तन हुँदै गयो। रातभर भिडियो हेर्थ्यो, बिहान चिया बेच्थ्यो। सबैले हाँस्थे, यो त सपना देख्छ। तर उसले सपना हेर्न छाडेन। एक दिन उसले एलेबुमा आफ्नो पहिलो काम पायो, $5 को। त्यस दिन उसले आमालाई मिठो खुवायो, खुसीले आँखाबाट आँसु झरियो। त्यसपछि काम बढ्दै गयो। 3 वर्षमा उसले आफ्नै सानो कम्पनी खोले, वेनो युरोटम। आज त्यो कम्पनीले 50 जना युवालाई जागिर दिएको छ। अरुण अहिले 2 करोड मूल्यको घरमा बस्छ। अरुण भन्छ, यदि तिमी साँचो मनले काम गर्छौ भने भगवान पनि तिमीलाई रोक्न सक्दैन। गरिबी पाप होइन, तर सोच गरिब छ भने त्यो समस्या हो। तपाईका सपना तपाईको जन्म प्रमाणपत्र हेरेर निर्णय गर्दैनन्। यो कथा तपाईलाई मन पर्यो भने एडेर गर्नुहोस्। त्यस्ता धेरै प्रेरणादायी कथाहरूका लागि ट्विटर गर्न नबिर्सनुहोस्। तपाई पनि सफल बन्न सक्नुहुन्छ। बस हार नमान्नुहोस्।